हिमाल, पहाड, तराई। हाम्रो देश कति सुन्दर छ, होइन त? तर यसको सुन्दरता जस्तै यसको इतिहास पनि एकदमै गहिरो छ। यो खालि घटनाहरूको सूची मात्रै होइन, यो त एउटा कहानी हो, साहसको, कलाको र लगातार भइरहने परिवर्तनको। आउनुहोस्, आज नेपालको इतिहासको यही निर्माण यात्रालाई अलि नजिकबाट निहालौं, जहाँ हरेक ढुङ्गाले पनि एउटा कथा बोकेको छ। एकदमै सही कुरा। राष्ट्र भनेको आफै बन्ने चिज होइन, यसलाई त बनाउनु पर्छ। आजको हाम्रो यो विश्लेषणको मुख्य आधार नै यही विचार हुनेछ। नेपालको कहानीलाई हामी घटनाहरूको एकपछि अर्को श्रृङ्खलाको रूपमा मात्रै होइन, बरु एउटा यस्तो आर्किटेक्चरल प्रोजेक्टको रूपमा हेर्नेछौँ जुन शताब्दीौँसम्म चल्यो र जसले आजको नेपाललाई यो स्वरूप दियो। ल, नेपालको यो निर्माणको कथालाई हामी 4 भागमा बाँडेर हेर्नेछौँ। सुरुमा सांस्कृतिक खाकाबाट, त्यसपछि कसरी धेरै राज्य मिलेर एउटा राष्ट्र बन्यो, अनि 1 शताब्दीको उथलपथल, र अन्त्यमा यो कहिल्यै नटुङ्गिने कथाको बारेमा कुरा गर्नेछौँ। ल, अब लागौँ हाम्रो कथाको पहिलो चरणतिर। सोच्नुस् त, कुनै पनि घर बनाउनु अघि त्यसको नक्सा, त्यसको ब्लुप्रिन्ट चाहिन्छ नि, होइन र? नेपालको हकमा पनि ठ्याक्कै त्यस्तै भयो। त्यो ब्लुप्रिन्ट थियो हाम्रो अद्वितीय कला, संस्कृति र पहिचान। अनि यो खाका आज होइन, प्राचीन कालमै तयार भइसकेको थियो। हाम्रो इतिहासको यात्रा सुरु हुन्छ किरात वंशबाट, जसले शासनको पहिलो इँटा राखे। त्यसपछि आयो लिच्छवी काल, कला र व्यापारको लागि एउटा स्वर्ण युग, एक गोल्डन एज नै भनौँ न। तर त्यो जगमाथि कला र वास्तुकलाको एउटा भव्य महल नै खडा गर्ने काम चाहिँ मल्लकालमा भयो। उनीहरूले त काठमाडौँ उपत्यकालाई एउटा खुला सङ्ग्रहालय जस्तै बनाइदिए। यहाँ एउटा एकदमै रोचक कुरा के छ भने नि, मल्ल राजाहरूका राज्यहरू छुट्टा छुट्टै थिए, उनीहरू बीच प्रतिस्पर्धा पनि थियो, तर पनि उनीहरू सबैले मिलेर नेपालको सांस्कृतिक ब्लुप्रिन्ट तयार पारे। उनीहरूले बनाएका ती प्यागोडा शैलीका मन्दिरहरू, ती काठमा कुदिएका कलाकृतिहरू, ती दरबार स्क्वेयरहरू, आज यिनै त हुन् नि नेपालको चिनारी, होइन र? भन्नुको मतलब, राजनीतिक रूपमा उपत्यका टुक्रिएको थियो, तर सांस्कृतिक रूपमा एउटै धागोले बाँधिएको थियो, र यही कुराले पछि गएर एउटै राष्ट्र बनाउने भावनालाई बल दियो। ल, सांस्कृतिक ब्लुप्रिन्ट त तयार भयो, नक्सा रेडी थियो। अब पालो थियो त्यो नक्सा अनुसार इँटा जोड्दै भौतिक रूपमा एउटा बलियो राष्ट्र बनाउने। मतलब ती छरपष्ट टुक्राहरूलाई एक ठाउँमा ल्याएर एउटा सिङ्गो घर बनाउने। हो, एकीकरणको सबैभन्दा ठूलो चुनौती नै यही थियो। यसो सोच्नुस् त, तपाईसँग धेरै छुट्टा छुट्टै कोठाहरू छन्, तर ती कोठाहरू मिलेर एउटा घर बनेको छैन। अब त्यसलाई कसरी जोड्ने, यो प्रश्नले नै एकीकरणको पूरा प्रक्रियालाई बुझाउँछ। यो एकीकरणको योजनालाई हामी एउटा घर बनाउने प्रक्रियासँगै दाँजेर हेरौँ है त। पहिलो चरण, जग छरिएको थियो, मतलब काठमाडौँ उपत्यका र वरपरका साना साना राज्यहरू सबै आआफ्नै सुरमा थिए, विभाजित थिए। दोस्रो चरण, एक दूरदर्शी आर्किटेक्टको आगमन, गोर्खाका राजा पृथ्वीनारायण शाह, जसले यी सबैलाई जोडेर एउटा विशाल घर बनाउने सपना देखे। र तेस्रो चरण, निर्माण। आफ्नो सैन्य बल र कूटनीतिक चलाकी प्रयोग गरेर उनले ती छरिएका टुक्राहरूलाई जोड्दै जोड्दै आधुनिक नेपालको बलियो संरचना खडा गरे। घर त बन्यो, तर के निर्माणको काम सकियो त? सकिएको थिएन। एकीकरण पछिको समय भनेको त्यो बनेको घरलाई पटक पटक रेनोभेट गर्ने, मर्मत सम्भार गर्ने जस्तै थियो। यो एउटा लामो र निकै कठिन नवीकरणको अवधि थियो, जहाँ घरभित्रै नियन्त्रणको लागि ठूला ठूला सङ्घर्षहरू भए। त्यही नवीकरणको क्रममा एउटा ठूलो घटना घट्यो, अंग्रेज नेपाल युद्ध। हाम्रा वीर पुर्खाहरूले बहादुरीका साथ लडे, तर युद्धपछिको सुगौली सन्धिले हाम्रो त्यो राष्ट्रिय घरको नक्सा नै बदल्दियो। यसले हाम्रो सिमाना मात्र खुम्च्याएन, नेपालको विदेश नीतिलाई पनि लामो समयसम्म असर गर्यो। आजको जुन सिमाना छ, त्यो यही सन्धिले कोरेको हो। त्यसपछि नेपालको इतिहासले एउटा बिल्कुलै फरक मोड लियो। कोत पर्वपछि सुरु भयो राणा शासन, जसले देशलाई 104 वर्षसम्म चलायो। यो समयमा देश बाहिरी संसारबाट लगभग अलग्गै रह्यो र शासनको सम्पूर्ण शक्ति एउटै परिवारको हातमा थियो। यसले नेपालको राजनैतिक र सामाजिक विकासमा निकै गहिरो र लामो समयसम्म असर पार्यो। अब 20औं शताब्दीमा त नेपालमा एकपछि अर्को ठूला राजनीतिक परिवर्तनहरू आए। यो टाइमलाइनले के देखाउँछ भने, हाम्रो त्यो राष्ट्रिय घरको नवीकरणको काम कहिल्यै रोकिएन। हेर्नुस् त, सन् 1951मा जनआन्दोलनले
104 वर्षे राणा शासन ढाल्यो। फेरि 1990मा अर्को जनआन्दोलनले बहुदलीय प्रजातन्त्र ल्यायो र अन्तमा 1 दशक लामो द्वन्द्व र अर्को ठूलो आन्दोलनपछि 2008मा आएर नेपाल राजतन्त्रबाट गणतन्त्र बन्यो। त्यसो भए प्राचीन कलाको त्यो खाकादेखि लिएर आधुनिक समयका यी सङ्घर्षहरूसम्मको यात्रा हेर्दा यसले हामीलाई एउटा निकै महत्त्वपूर्ण निष्कर्षमा पुर्याउँछ। र त्यो निष्कर्ष के हो भने राष्ट्र निर्माण भनेको कुनै एउटा डेस्टिनेसन होइन, यो त एउटा कहिल्यै नरुकिने यात्रा हो, एक निरन्तर प्रक्रिया। जुन सांस्कृतिक जग हाम्रा पुर्खाहरूले हालेका थिए, आज हामी त्यही जगमा उभिएर नयाँ चुनौतीहरूको सामना गर्दै नयाँ तलाहरू थप्दैछौँ। हो, नेपालको कथा भनेको सङ्घर्ष, साहस र निरन्तर परिवर्तनकै कथा हो। यसको इतिहासले हामीलाई एउटै कुरा सिकाउँछ, राष्ट्र बनाउने काम कहिल्यै सकिँदैन र यसको भविष्य हाम्रै हातमा छ। अब प्रश्न यो उठ्छ कि यसको यति गौरवपूर्ण तर जटिल विगतबाट सिकेर हामीले यस राष्ट्र निर्माणको आउँदो अध्याय कस्तो लेख्ने? यो प्रश्नको जवाफ हामी सबैले मिलेर खोज्नुपर्नेछ।